जय मसी सबैलाई। एउटा लोकल टमाटरको खेती गरेको थियो, हुँदैन होला जस्तो लागेको थियो। तर यो रुखो जमिन भएकोले गर्दा पानी सानी भिजाएर मलसल लगाएर थोरै टमाटर हुन्छ कि हुँदैन भनेर रोपेको थिएँ। तर राम्रोसँगले फलेको छ। म तपाईँलाई देखाउने छु। ल हेर्नुहोस् त, टमाटरको खेती कम्ती मात्रामा मात्रै गरेको, थोरै रोपेको थिएँ टमाटर हुँदैन होला भनेर। तर लसुन पनि यहाँ छ, जमिन यस्तो छ। अनि यहाँनिर फल्नु सुरु गरेको छ अनि वहाँ हो म देखाउने छु। अनि यहाँ चाहिँ झप्पै फलेको छ। आम्माम्मै टमाटर हो। यहाँनिर मलजल गर्दा त हुने रहेछ है। यहाँनिर टमाटर यहाँ पनि छ। अनि यहाँ अर्कोमा चाहिँ हेर्नुहोस् त, भित्रै ठुल्ठुलो छ है टमाटर हो। यहाँ मुनि ठुल्ठुलो छ है, सबै फलेको रहेछ हौ टमाटर। पानी सानी मलजल गर्दा त हुने रहेछ है। अलि टमाटर खुवाइ हुन्छ। यहाँ पनि हेर्नुहोस् त, मजाले लागेको छ। फल त निकै लागेको छ नि हो। मुनि पनि हेर्नु सक्नुहुन्छ। यहाँ मुनि टमाटर हो। त्यहाँबाट नि हेर्नु सक्नुहुन्छ है। हुँदैन होला भनेर गरेको थियौँ, तर पानी सानी मलजल हाल्दा त भयो टमाटर खेती। अर्को साल चाहिँ निकै नै हाल्यो।